हेलो साथीहरु नमस्ते। वेलकम टु माई च्यानल एन्थ्रोपोलोजी इन नेपाली। आज म यहाँहरु समक्ष किनशिप सब्जेक्ट अन्तर्गतको गे म्यारेज डिजायरिङ द स्टेट डिजायर एन्ड एक्लिप्स अफ सेक्सुअलिटी सम्बन्धी छोटो जानकारी लिएर उपस्थित भएकी छु। आशा छ यहाँहरुको लागि उपयोगी हुनेछ र म ढिला नगरी भिडियोतर्फ लाग्दै छु। गे म्यारेजले सेक्सुअलिटीको कुरालाई एक्लिप्स गरिरहेको छ। जर्ज पीटर मोड्रक नामका एन्थ्रोपोलोजिस्ट एन्ड सोसियोलोजिस्टले 250 वटा भन्दा बढी सोसाइटीमा गएर स्टडी गरेका थिए। म्यारेज तथा फ्यामिलीको फर्मको स्टडी गरेर प्राइमरी फंक्सन अफ फ्यामिली र सेकेन्डरी फंक्सन अफ फ्यामिली भनेर उनले फंक्सनलाई नै डिभाइड गरेका छन्। म्यारेजपछि प्राइमरी फंक्सन भनेको सेक्सुअल रिलेसन हो। फ्यामिलीको प्राइमरी फंक्सन भनेको सेक्सलाई सोसियली स्याङ्सन वेबाट फुलफिल गर्ने हो। जथाभावी सेक्सुअल रिलेसनशिप राख्नुलाई समाजले अपराधिक गतिविधि मान्छ, त्यसलाई स्वीकृत गर्दैन, त्यसले नेगेटिभ कुराहरूलाई प्रश्रय दिन्छ। त्यसकारण मान्छे त्यति स्वतन्त्र पनि हुनु हुँदैन भनेर त्यसको निड फुलफिल समाज र स्वीकृत तरिकाले गर्ने उपाय चाहिँ फ्यामिली फर्म वा म्यारेज हो भनेर उनले भनेका छन्। सेकेन्डरी फंक्सन अफ म्यारेज चाहिँ रिप्रोडक्सन हो भनेका छन्। म्यारेज वा फ्यामिली फर्म भनेको सेक्स मात्रै होइन, रिप्रोडक्सन विथ सेक्स पनि हो भनेका छन्। ह्युमन बिइङले रिप्रोडक्सनको माध्यमबाट आफ्नो सन्तानको निरन्तरता दिनु सेकेन्डरी फंक्सन वा निड हो, जो फ्यामिली अथवा म्यारेजमा पर्छ भनेर उनी भन्छन्। थर्ड निड अफ फ्यामिली चाहिँ इकोनोमिक निड हो। एउटा इकोनोमिक न्युक्लियस क्रिएट हुन्छ, त्यसमा पछि सोशलाइजेसन आउँछ। कसैले यसलाई एजुकेसन पनि भन्छन्। यी दुईमा इन्स्टिट्युसन फर्मल एन्ड इन्फर्मल भन्ने मात्रै फरक हो। सोशलाइजेसन घरबाट, प्यारेन्ट्सबाट र फ्यामिली मेम्बरबाट नै सुरु हुन्छ। सिगमन्ड फ्राइडले सोशलाइजेसनलाई ओरल स्टेज, एनल स्टेज, फ्यालिक स्टेज, लेटेन्सी स्टेज र जेनिटल स्टेजमा विभाजन गरेका छन्। सोसियोलोजिस्टहरूले तोते बोलीदेखि क्लियर बोल्न सक्ने अवस्था ओरल स्टेज हो, जो फ्राइडका अनुसार 0 देखि 18 महिनासम्म हुन्छ। एनल स्टेज भनेको टोयलेट ट्रेनिङ कल्चर हो, जस अन्तर्गत दिशा कहाँ गर्ने, दिशा गरेपछि दिशा धुने, हात धुने, लुगा लगाउने जस्ता कुराहरू पर्छन् भनेर सोसियोलोजिस्टहरू भन्छन्। यो स्टेज फ्राइडका अनुसार 18 महिनादेखि 4 वर्षसम्म हुन्छ। फ्राइडले यी कुरालाई साइकोलोजीसँग जोडेर भिन्न तरिकाले परिभाषित गरेका छन्। जर्ज प्याट्स मोड्रकको थ्योरीलाई किनशिपको डेभलपमेन्टको स्टेजेसहरूसँग लिङ्क गर्न सकिन्छ। बाल्यकालमा आमासँग बच्चाबच्चीको मायालु सम्बन्ध हुन्छ। बच्चालाई खुवाउने, पिलाउने, बच्चाले डिजायर गरे अनुसारको चिजहरू आमाले दिलाउने गरेको हुन्छ। बच्चाले आमाबाट वात्सल्य प्रेम पाएको हुन्छ। आमासँग बच्चाको आत्मीय सम्बन्ध हुन्छ। बायोलोजिकल्ली पनि बच्चा आमाको कोखबाट जन्मिन्छ। जन्मपछि आमाले दुध चुसाउँछिन्। सानो नवजात शिशुले पनि आफ्नै आमाको काखको सुगन्ध चिन्छ। त्यो खालको सम्बन्धहरू त्यसपछि पनि ठुलो हुँदै जाँदा परिवार, पियर ग्रुप्स, छरछिमेकका बच्चाहरू, स्कुलका साथीहरू, कलेजमा पुग्दासम्म बाहिरी दुनियाँ देख्दै गएर निकै म्याच्योर्ड भइसकेको हुन्छ। सोसियलाइजेसनको प्रोसेसमा यी कुराहरू पनि हुन्छन्। कलेज पढिरहेका छोराछोरीलाई पनि प्यारेन्ट्सले प्रोटेक्टिभ कुराहरू सिकाइरहेका हुन्छन्। यी सबै कुराहरूलाई किनशिपको सम्बन्ध कहीँ न कहीँ मोस्टली म्यारेजसँग जोडिन्छ। तर गे अथवा लेस्बियन्सहरूको एक अर्काप्रतिको फिलिङ्सलाई मात्रै हेर्ने हो भने किनशिप भनेको हेट्रोसेक्सुअलिटी मात्रै होइन। किनशिप बायोसेक्सुअल पनि हुन सक्छ र होमोसेक्सुअल पनि हुन सक्छ। गे वा लेस्बियनको म्यारेज प्र्याक्टिसेसहरूले यस्तो खालको कुराहरू फन्डामेन्टल थिङ्किङ अफ किनशिपलाई अल्टर गरिरहेको हुन्छ। हेट्रोसेक्सुअल म्यारेजलाई डिफेन्ड गर्ने भन्दा पनि राज्यले कस्तो खालको सम्बन्धलाई वैधानिकता दिनुपर्छ भन्ने कुरालाई गे म्यारेजको प्रिन्सिपलले कस्तो खालको प्रोफाउन्ड इम्प्याक्ट राख्छ। गे म्यारेजको कुराले गे म्यारेजको जति पनि राइट्सका कुराहरू, इस्युजका कुराहरू, उनीहरूका प्रेसराइजेसनका कुराहरू आउँछन्, त्यसको पछाडि गे म्यारेजको मुभमेन्टको प्रश्न चाहिँ राज्यले कस्तो खालको सम्बन्धलाई स्वीकृत गर्छ भन्ने हो। के राज्यले हेट्रोसेक्सुअल म्यारेज अथवा फ्यामिली फर्मको किनशिपलाई
मात्र स्वीकृत गर्छ अथवा होमोसेक्सुअललाई पनि गर्छ भन्ने कुरा महत्त्वपूर्ण हो। उनीहरूले त्यो कुरा मागेका हुन्। त्यो लेगिटिमेसन क्राइसिसको कुरा अर्थात् वैधानिकताको सङ्कटको कुरा यहाँ आउँछ। राज्यले के गर्यो भने त्यो कुरा सङ्कटग्रस्त हुन्छ अथवा राज्यको ल मेकिङ प्रोसेस वाइडर सोसाइटीमा एक्सेप्टेबल छ कि छैन, अथवा कानुन बनाउने भनेकै लेगिटिमेसी वा वैधानिकताको लागि हो। जरुरी कानुन बनाउँदै गर्दा इन्टरनेसनल प्र्याक्टिसेसहरूलाई पनि हेरिन्छ। युएस अथवा अमेरिकामा सुरुमा च्यालेन्ज लिएर गे म्यारिजका कानुनहरू बनाउँदा इन्टरनेसनल लेभलमा प्रश्न उठेन होला। त्यसलाई ठिकै हो भनेर अन्तर्राष्ट्रिय जगतले स्वीकारेपछि अरू देशहरूले पनि यो म्यारिजको कुरालाई लिगलाइज गर्दै गए। सङ्कटको कुरा कम हुँदै गयो। राज्यभित्रै जसले यस सम्बन्धी राइट्स मागिरहेका थिए उनीहरूको पनि लेगिटिमेसी क्राइसिस टर्यो। लेगिटिमेसी भइसकेपछि पनि समाजले त्यसलाई कसरी हेर्छ भन्ने कुरा पनि हेर्नुपर्छ। कतिपय कुराहरूलाई राज्यले वैधानिकता दिए पनि समाजका धेरैजसो मानिसहरूले त्यसलाई असहज रूपमा लिएको वा स्वीकार नगरेको पनि पाइन्छ। उदाहरणको लागि आजको लोकतान्त्रिक समाजका नेपाल र भारत जस्ता देशहरूमा कानुनले कास्ट सिस्टम नमाने पनि वा अनटचेबिलिटी खारेज गरे पनि समाजमा व्यवहारमा अझै पनि कायम नै छ। पब्लिक स्फेयरमा अनटचेबिलिटीको कुरा गर्दा राज्यले कानुन लगाउन सक्छ। त्यसको डरले त्यसलाई त्यहाँ माने पनि डोमेस्टिक लाइफभित्र त्यो कानुनलाई मान्दैनौँ। आफ्नो परम्परा अनुसार नै चल्छौँ। राज्यले इन्टरफेयर गरेर पनि साध्य हुँदैन। कानुनले कुनै पनि फर्ममा अनटचेबिलिटीको कुरालाई रेस्ट्रिक्ट गरे पनि समाजमा व्यक्तिले आफ्नो घरमा त्यो कुरा गरिरहेको हुन्छ। राज्यले प्रत्येकको घरमा गएर तैँले अनटचेबिलिटी आजकै दिनबाट अन्त्य गर्नुपर्छ भन्न सक्दैन। यद्यपि राज्यले कानुन चाहिँ बनाइदिएको छ। गे म्यारिज वा लेस्बियन म्यारिजका कुराहरू पनि त्यस्तै हुन्। म्यारिजको सन्दर्भमा यस्ता म्यारिजको कारण समाजका अन्य मानिसहरूले अलिकति असहज रूपमा नै लिन्छन्। अमेरिकामा पनि त्यस्ता मान्छेहरू छन्, तर स्टेटले लेगिटिमेसी दिएको छ। कम्युनिटी लेभलमा त्यहाँ अहिले पनि लेगिटिमेसी क्राइसिस छ, किनकि फ्यामिलीका फर्म्स र किनसिपका मिनिङहरू परम्परावादी नै छन्। माइन्डसेटमा पुरानै कुराहरू लिएर बसिएको छ। वैधानिकताको पनि आफ्नै परिधिहरू हुन्छन्। राज्यको वैधानिकताभित्र यो कुराहरू पर्छन् भनेर त्यसका रिफरेन्स शब्द तथा पोइन्ट्सहरू राखिएको हुन्छ। हाम्रो समुदायको परिभाषाको हिसाबले वैधानिकताभित्र यो कुराहरू हुन जरुरी छ भन्ने कुराहरू हुन्छन्। जस्तै बिहे गरेपछि बच्चा जन्मिन्छ, बच्चा जन्मिएपछि त्यसलाई सम्पत्तिको अधिकार दिने कुराहरू, समयमा विवाह गरिदिनुपर्छ भन्ने खालका कुराहरू वा मिनिङहरू त्योसँग जोडिएको हुन्छ। गेबाट बच्चा बच्ची जन्मिएर फ्यामिलीलाई कन्टिन्युटी दिने कुराहरू हुँदैन। त्यसकारण फ्यामिली फर्मको डेफिनेसनभित्र गे म्यारिज वा लेस्बियन म्यारिज पर्दैन। त्यसभित्र किनसिपका टर्मिनोलोजीहरू पर्दैनन्। यसको कन्क्लुजन क्लासिकल एन्थ्रोपोलोजीमा किनसिपको स्टडी टर्मिनोलोजीदेखि फङ्सनको कुरा हुँदै ट्रेडिसनल फ्यामिलीको स्ट्रक्चरभित्र पर्छ। त्यहाँ समवान मस्ट बी हस्बेन्ड, समवान मस्ट बी वाइफ एन्ड देयर सुड बी चिल्ड्रेन। लाइकवाइज ग्रान्डफादर, ग्रान्डमदर, ग्रान्डचिल्ड्रेन, निस, नेफ्यू भित्र मात्र किनसिप रुमलिरहेको छ। एन्थ्रोपोलोजिकल लिटरेचर, एन्थ्रोपोलोजिकल इन्भेस्टिगेसन अथवा एन्थ्रोपोलोजिकल थियोराइजेसनमा किनसिपका तिनै कुराहरू छन्। लेवी स्ट्रसको वुमेनसँग वुमेन एक्सचेन्ज गरिन्छ भन्ने कुरालाई पनि क्रिटिसाइज गरिन्छ। एन्थ्रोपोलोजीमा आएका गिफ्ट सर्कल र गिफ्ट एक्सचेन्जका कुराहरूबाट पनि लेवी स्ट्रस प्रभावित छन्। प्रत्येक ठाउँमा फिजिकल कुरालाई हेर्दा कुनै पनि कुराको अस्तित्व नेगेटिभ र पोजिटिभ फोर्सको सम्मेलनबाट बनिएको हुन्छ। लेवी स्ट्रसको भनाइअनुसार समाज पनि एउटा हामी र अर्को तिमीबाट बनेको हुन्छ। यसलाई फेरि सुन्नुहोस्। लेवी स्ट्रसको भनाइअनुसार समाज पनि एउटा हामी र अर्को तिमीबाट बनेको हुन्छ अथवा म र अरूबाट बनेको हुन्छ। त्यो भनेको इन्सेस्ट युनिभर्सलाइज हुन्छ
रक्त सम्बन्ध भनेको हामी हो अनि विवाह अरूसँग अथवा रक्त सम्बन्धभन्दा बाहिर गर्नुपर्छ भनिएको हो। विवाह इनसाइड द क्लान तर आउटसाइड अफ ब्लड ग्रुप गरिन्छ। मुस्लिम सोसाइटीमा ब्रेस्ट फिडिङलाई नै ब्लड ग्रुप मानिन्छ र त्यसभित्र विवाह गरिँदैन। प्रत्येक समाजले यसरी नै आफ्नो कल्चर अनुसार त्यो थ्योरी अपरेट गर्छ र समाज बनेको छ भनेर लेवी स्ट्रस भन्छन्। तर यहाँ गे म्यारिजको कन्टेक्स्टमा लेस्बियन म्यारिजको कन्टेक्स्टको स्टडीको कुराहरू गर्ने हो भने लेवी स्ट्रसको थ्योरी फेल हुन्छ, किनकि यस किसिमको विवाहमा वुमेन एक्सचेन्ज हुँदैन। लेवी स्ट्रसको थ्योरीलाई अहिलेको कन्टेक्स्टमा न्यू रिप्रोडक्टिभ टेक्नोलोजी, गे म्यारिज र लेस्बियन म्यारिजका कुराहरूले फेल गरेको छ। त्यसै गरी मोर्गन तथा रेडक्लिफ ब्राउन र इभान प्रिचार्डको थ्योरीलाई पनि यसले फेल गरेको छ। फङ्सनलिस्टहरूले समाजलाई एकीकृत राख्नका लागि म्यारिज, फ्यामिली, किनसिप चाहिन्छ। फ्यामिलीको सेक्सुअल, रिप्रोडक्टिभ, इकोनोमिक र सोसियलाइजेसन वा एजुकेसनल जस्ता फङ्सनहरू हुन्छन्। गे म्यारिज इज द डिफरेन्ट फ्रम द गे किनसिप, अर्थात् कुनै गेहरूले म्यारिज गरेर उनीहरू बच्चा एडप्टेसन गर्नतिर लागे भने समहाउ त्यो हेट्रोसेक्सुअल म्यारिज जस्तो देखिन्छ। यस्तो अवस्थामा उनीहरूले एक्जिस्टिङ फ्यामिलीको स्ट्रक्चरलाई नै मानेको देखिन्छ। यदि उनीहरूले बच्चा एडप्टेसन गर्दैनन् भने त्यो किनसिप मात्रै हुन्छ, रिलेसनसिप वा इन्टिमेसीको कुरा मात्रै हुन्छ। म्यारिज फ्यामिलीसँग जोड्न सक्छ तर किनसिप नजोडिन पनि सक्छ। त्यसैले म्यारिज र किनसिप गे कन्टेक्स्टमा फरक कुरा हो, तसर्थ किनसिप अलवेज अलरेडी हेट्रोसेक्सुअल हुन्छ भन्ने कुरा होइन। किनसिप क्यान बी होमोसेक्सुअल एज वेल भन्ने देखिन्छ। यहाँ लेवी स्ट्रस, रेडक्लिफ ब्राउन र इभान प्रिचार्ड फङ्सनल कुरा पनि आउँदैन। इभान प्रिचार्डको फङ्सनल कुरा पनि आउँदैन र मोर्गन टर्मिनोलोजीको कुरा पनि आउँदैन। मोर्गनको टर्मिनोलोजीको कुरा पनि आउँदैन। एन्थ्रोपोलोजीमा मोर्गनबाट फन्डामेन्टल र अरूबाट फङ्सनलिजमका कुराहरू आए, पछिबाट स्ट्रक्चरल कुराहरू आए। लेवी स्ट्रसको स्ट्रक्चरल थ्योरी पनि म्यारिजमा लागू हुँदैन, किनकि यसमा रक्त सम्बन्ध हेरिँदैन। उनीहरूले बच्चा जन्माउनका लागि विवाह गरेकै होइन। उनीहरूको सम्बन्ध इन्ट्याक्ट सम्बन्ध हो अनि त्यो इन्ट्याक्ट सम्बन्ध किनसिप हो। त्यो हेट्रोसेक्सुअलिटीमा नभएर होमोसेक्सुअलिटीमा बेस्ड छ। यसरी किनसिपको डिस्कोर्समा लेगिटिमेसनका कुराहरू, प्रपर्टी राइट्सका कुराहरू जस्ता धेरै कुराहरू आउँछन्। राज्यले के कुरालाई वैधानिकता दिन्छ वा दिन सक्छ त्यो आधारमा गेहरूले गे म्यारिजको प्रपोजल अथवा डिमान्ड राख्ने र घुमाउरो पाराले आफ्नो इन्ट्रेस्टलाई फुलफिल गर्ने कुरा हुन्छ। राज्यको कानुनमा जुन शब्दहरू राखेर लेगिटिमेसीको कुरा गरिएको हुन्छ त्यो भाषाबाट स्वीकृत भएर जाने तरिकाले उनीहरूले गे म्यारिजको प्रपोजल तथा डिमान्डहरूले लेगिस्लेसनलाई स्वीकृति दिनुपर्छ भन्ने खालका कुराहरू गर्छन्। किनसिपको कुरा कम्युनिटी लेभलको कुरा हो। त्यो प्रत्येक व्यक्तिले घरमा, समाजमा प्र्याक्टिस गर्ने कुरा हो। त्यो कुरालाई लिगल सिस्टममा जानका लागि राज्यले कसरी दिन सक्छ वा इन्क्लुजनका आधारहरूमा कानुन निर्माण गरिन्छ। राज्यले इन्क्लुसिभको कुराहरू गर्छ, कानुन निर्माणको कुराहरू गर्छ। कानुन निर्माणको कुरामा भाषाको कुराहरू आउँछ। राज्यको कानुनी शब्दमा कसरी स्वीकृत गरिएको छ त्यसको आधारमा पहिले छिरेर पछि उनीहरूको आफ्नो प्रेजेन्सलाई राज्यमा स्वीकृत गराउँछन् र सोसाइटीमा इस्टाब्लिस हुने कुराहरू हुन्छ। यी कुराहरू गे म्यारिजमा देखिएको छ भनेर यस आर्टिकलमा भनिएको छ। किनसिपमा हेट्रोसेक्सुअल म्यारिज अथवा फ्यामिलीको कन्सेप्टलाई हेरेर किनसिपको नर्म्स बनिएको हुन्छ। राज्यले व्यवहार पनि त्यही हो र समुदाय लेभलमा गर्ने व्यवहार पनि त्यही हो। अमेरिकामा पनि किनसिप हुनका लागि अथवा पर्सनहुड हुनका लागि उसको लेगिटिमेसन हेरियो भने हेट्रोसेक्सुअल म्यारिजबाट जन्मिने प्रोसेसलाई मात्र एक्जिस्टिङ नर्म्स तथा गाइडलाइन्सले समेटेको देखिन्छ। तर गे लेस्बियन्सहरू
होमोसेक्सुअल हुन्। सेक्सुअलिटीको कुरामा राज्यले एउटा नियम बनाउँदै गर्दा गे म्यारेज अथवा होमोसेक्सुअललाई पनि स्वीकृति दिनु पर्यो। यसमा किन्सिपभित्रको सेक्सुअलिटीको क्वेसन ब्लर भयो। त्यसकारण सेक्सुअलिटी एक्लिप्स भनिएको हो। किन्सिपको ट्रेडिसनल नर्म्सलाई इग्नोर गरे जस्तो देखिन्छ। अमेरिकनहरूमा पनि व्हाइट पिपलहरूको अन्डरस्ट्यान्डिङ अर्को एथनिक ग्रुप्सबाट अथवा अर्को देशको पिपलसँग वरिषक विवाह नहोस् भन्ने जस्तो देखिन्छ। अमेरिकनहरूमा पनि व्हाइट पिपलले व्हाइटसँगै विवाह गर तर हार्ड नाताभित्र नगर भन्ने कन्सेप्ट रहेको छ। अफ्रिकन वा अर्को कुनै डिस्टिङ्क्टली डिफ्रेन्ट एथनिक ग्रुपसँग गर्नुपर्दा त्यसलाई राम्रो मानिँदैन रहेछ। त्यस्तो विवाहद्वारा जन्म भएको सन्तान के हो भन्ने किन्सिपमा क्वेसन मार्कको कुरा हुँदो रहेछ। इन्टिमेसी, डाइङ डेथ, इलनेस, पेनका कुराहरू अपरेट भएको बेला त्यहाँ पनि क्वेसन्स मार्क रहेछ। यदि कसैले बच्चा एडप्टेसन गर्छन् भने अलरेडी त्यो कन्सेप्ट हेट्रोसेक्सुअल म्यारिजको कन्सेप्टतिर नै गएको छ। गे कपल भए पनि एडप्टेसन गर्छन् भने त्यो आइडियल फ्यामिलीकै कुरा हुन्छ। त्यसकारण त्यति बेला सेक्सुअलिटीको कुरा उठ्दैन र सेक्सुअल एक्लिप्स भनेको त्यही हो। कानुन पनि त्यसमा अप्रष्ट तरिकाले पारित गरिएको छ। यदि प्रष्ट छ भने पनि त्यो कानुनलाई म्यानिपुलेसन गरिएको छ। गे कपलहरूले आफ्नो पक्षमा पार्न सक्छन् भनिएको छ, तर जर्मनी र फ्रान्समा भने अलिक फरक कुराहरू छन् भनेर कम्पेयर पनि यस आर्टिकलमा गरिएको छ। हवस् त साथीहरू, आजलाई यति नै। आजको भिडियो यहाँलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सनुहोला र एन्थ्रोपोलोजी सम्बन्धी यस्तै जानकारीहरू राखेको कुराहरू थाहा पाउनको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर छेउमा राखेको बेल आइकन थिचिदिनुहोला। यहाँहरूको समय शुभ रहोस्। धन्यवाद।